यो चाहिँ नेचुरल फुल है गाइस। यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कस्तो दामी छ है, नेचुरल। कसैलाई गिफ्ट दिनुहुन्छ भने यहाँ आएर लग्यो हुन्छ। यो म्याङ्गो हाइबर मार्केटमा यो गुलाब फुलहरू, नेचुरल फुलहरू छ यहाँ। अनि फ्रुटहरू यहाँ, यो भनेको चाहिँ एकदम फ्रेस फ्रुट जुस हो यहाँ बनाएको, ताजा ताजा जुसहरू सक्नुहुन्छ। ओरेन्ज एप्पल भयो, 10 दिराम छ केजीको। यो चाहिँ सानो खालको एप्पल, यो चाहिँ दामी हुन्छ, चखिलो स्वादिलो हुन्छ यो। यहाँ नट्सहरू छ, योहरू खाँदाखेरि पनि एकदम राम्रो, स्वास्थ्यको लागि, हेल्थको लागि एकदम धेरै राम्रो। मसरुमहरू हेर्न सक्नुहुन्छ है, मसरुम। यो कटहर, ज्याक फ्रुट काँचो काँचै निकालेर राखेको छु त, के हो? खजुर भर्खर बोटबाट तोडेर ल्याएको रहेछ। यो चाहिँ कडी पत्ता हो। अनि यो चाहिँ त्यो हाम्रोतिर चाहिँ अब यसलाई सजिवन भन्छ होइन, इङ्ग्लिसमा चाहिँ यसलाई ड्रम स्टिक भन्छ। कसैले यसलाई मोरिङ्गा पनि भन्दो रहेछ। त्यो ओ माई गड, अम्मक कति धेरै पाकेको रहेछ। दाल, यो चाहिँ हाम्रोतिर चाहिँ यसलाई अब कोक्ती भन्छ। कोक्ती पुर्नेको दिन चाहिँ दाललाई यसरी चाहिँ जरा उमारेर चाहिँ खाइन्थ्यो। अब विदेशमा पनि यस्तो चिजहरू पाउँछ। तित्री हेर्नुहोस्, तित्री, ओहो हो। यो चाहिँ के हो पनि, यो यसको त नाम पनि थाहा भएन। यसको नाम रहेछ रोजमेरी पो रहेछ त। ओ माई गड, रोजमेरी भनेको त यस्तो पो हुँदो रहेछ। यो परौठा आइटमहरू, रेडिमेड परौठाहरू, एग आइटमहरू, एग्स टोटल्ली एगहरू हो। मटन चिकन आइटमहरू छ, किमा भयो, लेमन, ओनियन, अमला 21 रुपियाँ 50 पैसा। बदाम, ए माई गड, कट्टुस, वाट अ बिग कट्टुस यार, बडे मानको कट्टुस रहेछ हो यहाँ त। गार्लिक जिन्जर, फिस आइटम देख्न सक्नुहुन्छ, फिसहरू। फिस, सालमन माछली। यो त नरिवल थाहा भएकै हो सबैलाई। चुकन्दरको पनि जुस चाहिँ बिहान खानु पर्ने हो क्या, तपाईँलाई तागत आउँछ क्या एकदम। यसले ब्लडलाई चाहिँ उयो गर्छ क्या, राम्रो गर्छ यसले। पुदिना, यो पनि स्वास्थ्यको लागि एकदम हेल्दीहरू यो चिजहरू सबै। यसलाई भन्छ अरबी, यो त सखरखण्ड सुठुनी भइहाल्यो। इस्मल, यो चाहिँ रोट इस्मल, अरबी भन्छ रहेछ।